जस्तो हेर्नुहोस् तपाईँहरू यात्रा गर्दा गर्दै तपाईँको बाइकको चेन फुस्क्यो, पछाडि पनि फुस्क्यो, अब अगाडि पनि फुस्क्यो। अब बिना मेकानिक चाहिँ तपाईँलाई गन्तव्यसम्म पुग्ने कसरी बनाउने आउनुहोस् आजको भिडियोमा सम्पूर्ण कुरा सिकाउँछु है। अगाडि पनि फुस्क्यो पछाडि पनि फुस्क्यो भने अब हामीले के गर्ने भन्दाखेरि सुरुमा चाहिँ हामीले पहिला बाइकको चाबी लिनुपर्ने हुन्छ होइन। र हेर्नुहोस् है सिटको मुनि छ नि यो टुल्सलाई चाहिँ यसरी हामीले ओपन गर्नुपर्ने हुन्छ र त्यसपछि हामीले सिटलाई यसरी ओपन गर्नुपर्ने हुन्छ है। अब सिटमा चाहिँ हाम्रो के हुन्छ भने मुनिबाट टुल्स दिएको हुन्छ। हेर्नुहोस् है यहाँ टुल्स दिएको हुन्छ, हाम्रो चाहिँ सबै बाइकमा दिएको हुन्छ टुल्स, यो बाइकमा ऊ बाइकमा भन्ने हुँदैन होइन। र यो टुल्स चाहिँ अब म खोल्छु है त। सुरुमा चाहिँ म टुल्सलाई निकाल्दैछु यसरी होइन। हेर्नुहोस् है टुल्स हुन्छ यहाँ चाहिँ, यसलाई निकाल्छु र हेर्नुहोस् है यहाँ चाहिँ हाम्रो यति खालको धेरै रेन्ज दिएको हुन्छ है, हाम्रो कम्पनीले दिएको हुन्छ होइन। अब यो चाहिँ हाम्रो के हुन्छ भने 10 नम्बरको डायल रेन्ज होइन। अब यसले चाहिँ हामीले के गर्छौँ भने हेर्नुहोस् है यहाँ अगाडि कभरलाई यसरी खोल्छौँ है। र हेर्नुहोस् है र यो पनि मुनिपट्टि पनि खोल्दैछु म होइन। यसले खोल्छ, मजाले खोल्छ है यसले, एकदमै नआत्तिकन गर्नु होला, यसरी खोल्नु होला। र तपाईँलाई कुन बाइकको यस्तो भिडियो चाहिएको छ कमेन्ट पनि गर्नु होला है त, म फटाफट खोलिरहेको छु होइन। र म यो निकाल्दैछु, यो चाहिँ यमाहा बाइक हो है, हाम्रो यमाहा बाइक सबैमा काम दिन्छ है यो। र यसलाई मैले यसरी निकालिसकेको छु है। अब हाम्रो कभरलाई पनि मैले यसरी निकालिदिन्छु है त। हेर्नुहोस् है जस्तो यो कभरलाई यसरी निकालिदिन्छु है त। यो अलिकति अप्ठ्यारो हुन्छ होइन। र निस्किसकेको छ। अब चाहिँ हामीले के गर्छौँ भने यो चेन छ नि हेर्नुहोस् है यहाँ चेन फुस्किसकेको छ होइन। र यो फुस्केको चेनलाई चाहिँ हामीले यसरी तान्छौँ र यहाँनिर चाहिँ हामीले एड गरिदिन्छौँ है। हाम्रो चेन चाहिँ एकदमै लामो हुँदा फुस्किन्छ होइन। अब हामीले पछाडिपट्टि पनि के गर्छौँ भने हेर्नुहोस् है जस्तो यो फुस्केको चेन छ नि यसलाई चाहिँ हामीले अब यसरी छिराउनु पर्ने हुन्छ। अब यो छिराएपछि हामीले चेन राइट पनि गर्छौँ है त, बिना मेकानिक आफै चेन राइट गर्छौँ। र यसलाई चाहिँ म मुनिबाट छिराइदिन्छु है। पक्नुहोस् है अलिकति अप्ठ्यारो भइरहेछ, चेन अड्किँदैछ, बिस्तारै नआत्तिकन छिराउनु होला यसो गरेर। हेर्नुहोस् है अब चेन त छिरिसक्यो, तर हाम्रो चेन चाहिँ हेर्नुहोस् त यत्रो धेरै लुज छ। अब हामीले कसरी टाइट गर्नु त बिना मेकानिक है। अब हाम्रो यही टुल्समा दिएको हुन्छ सबै सामान। हेर्नुहोस् है यो चाँडा टुल्स छ नि हो, यो चाहिँ हाम्रो 22 नम्बरको डायल रेन्ज भयो होइन। यसमा चाहिँ हामीले यो घुसार्नु पर्ने हुन्छ हेर्नुहोस् यसरी घुसार्ने होइन। र हाम्रो उतापट्टि जुन चक्का छ नि हाम्रो यो चक्कामा चाहिँ यहाँ हेर्नुहोस् है यहाँनिर चाहिँ अब हाम्रो यो लाग्छ हेर्नुहोस् है। यो स्प्यानर यसरी हामीले लुज गर्ने हुन्छ यसरी, सबै बाइकको हुन्छ यो टुल्स यसरी लुज गर्ने होइन। र ठ्याक्कै लुज गर्ने, र लुज गरिसकेपछि हाम्रो के हुन्छ भने यसैमा हुन्छ हाम्रो 10 नम्बरको डायल रेन्ज। अब यता हेर्नुहोस् अब यहाँनिर चाहिँ हामीले चेन्डेट गर्न मिल्छ हेर्नुहोस् है यसरी ठ्याक्क। हेर्नुहोस् है म तपाईँलाई देखाउँछु 3 राउन्ड 4 राउन्ड हेर्नुहोस् है बराबरी गर्नुपर्छ है। 5 राउन्ड 6 राउन्ड 7 राउन्ड हेर्नुहोस् है हाम्रो चेन टाइट चाहिँ हुँदैछ है। यहाँ जति टाइट गर्छ हामीले चेन टाइट चाहिँ हुँदैछ हेर्नुहोस् है, चेन टाइट हुँदैछ यतापट्टि 8 राउन्ड 9 राउन्ड 10 11 12 बराबरी गर्नुपर्ने हुन्छ है। 13 राउन्ड 14 राउन्ड 15 राउन्ड। अब उतापट्टि पनि हामीले त्यति नै गर्नुपर्ने हुन्छ हेर्नुहोस् है। जस्तो हामीले यतापट्टि पनि हामीले अब उतापट्टि 15 राउन्ड गऱ्यो भने हामीले त्यति नै गर्नुपर्ने हुन्छ होइन। र हेर्नुहोस् है 4 5 6 7 8 9 10 11 12 13 14 15 राउन्ड। अब हामीले फेरि चेन चेक गर्नुपर्ने हुन्छ बराबरी गरेर। हाम्रो चेन अझै लामो छ होइन। अब हामीले चाहिँ फेरि यता पनि टाइट गर्छौँ 1 2 3 4 5 6 7 8 9 10 एकदमै धेरै लुज भएको रहेछ है। 11 12 यता पनि टाइट गऱ्यौँ। अब उता पनि टाइट गर्छौँ हेर्नुहोस् है। जस्तो अब यता पनि बराबरी गर्नुपर्छ है, दुवैपट्टि बराबर गर्नुपर्छ किनभने हाम्रो चक्का एक साइड हुन्छ भने हामीले बराबरी गर्ने हो। 2 3 4 5 6 7 8 9 10। अब यति टाइट गरेपछि हाम्रो हेर्नुहोस् त चेन चाहिँ ठ्याक्कै हाम्रो ब्यालेन्स पाइसकेको छ हेर्नुहोस् है। हामीले यसरी चेक गर्दै गर्नुपर्छ र हाम्रो चेनमा चाहिँ यसरी फ्री प्ले हुनुपर्छ है। धेरै टाइट गऱ्यो भने चाहिँ हाम्रो चेन फुट्न सक्छ होइन। र यति प्ले हुनुपर्छ। अब हामीले चाहिँ के गर्छौँ भने यही टुल्सले फेरि हेर्नुहोस् यहाँ सकेट जोड्छौँ यसमा ठ्याक्क यसरी। अब चक्का टाइट गर्छौँ हामीले हेर्नुहोस् है। यति सजिलो तरिकाले गर्न सकिन्छ कि तपाईँहरूसँग आफै भएको सामान चाहिँ सम्पूर्ण काममा प्रयोग गर्न सकिन्छ हेर्नुहोस् है। ठ्याक्क हामीले चाहिँ अब यसरी चक्कालाई टाइट गर्न सकिन्छ है। र ठ्याक्कै हाम्रो टाइट भइसकेको छ होइन। र अब हेर्नुहोस् त हाम्रो चाहिँ चेन पनि मजाले सेट भइसकेको छ। र तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट चाहिँ अवश्य पनि गर्नु होला। तपाईँलाई अप्ठ्यारो पर्दाखेरि चाहिँ एकदमै काम दिन्छ। भिडियोलाई सेभ गरेर राख्न नभुल्नु होला है त। धन्यवाद।